कालेबुङ मोटर स्ट्यान्डमा मल्टिलेभल पार्किङ निर्माणको तयारी भइरहेको खबर अगाडि आएको छ। स्ट्यान्डिङ कमिटीको निरीक्षणपछि उच्च स्तरीय बैठक आज रहेको पनि जानकारी प्राप्त भएको छ। केटीभी समाचारका सरप्राइज DPMI सिलिगुडी, India's leading paramedical institute, Government of India, Ministry of Education, AISHE code S19743, न्यू नोभेल्टी मल, कालेबुङ शहरको पहिलो शपिङ मल अब चाँडै सुरु हुँदै। वारोबर, the ultimate clothing store near motor stand and सिके चौक, कालेबुङ। कालेबुङको मोटर स्ट्यान्ड क्षेत्रमा मल्टिलेभल पार्किङ बनाउने योजना तीव्र गतिमा अघि बढ्दै गइरहेको छ। बुधबार पश्चिम बङ्गाल विधानसभा अन्तर्गत ट्रान्सपोर्ट विभागका स्ट्यान्डिङ कमिटी सदस्यहरूले स्थल निरीक्षण गरेपछि योजनाले नयाँ मोड लिएको छ। आज यस विषयमा प्रशासनिक बैठक हुने तय भएको जानकारी प्राप्त भएको छ। निरीक्षण टोलीमा सम्मिलित सदस्यहरूले कालेबुङमा बढ्दो ट्राफिक समस्याप्रति चिन्ता व्यक्त गरेका छन्। पार्किङ अभावका कारण शहरमा संरक्षित र दिगो पार्किङ समाधान आवश्यक रहेको टोलीको दाबी रहेको छ। यसबारे क्षेत्रीय यातायात अधिकृत आरटीओले पनि निरीक्षणपछि प्रतिक्रिया दिँदै कालेबुङको भौगोलिक र पूर्वाधार संरचनालाई हेर्दै मल्टिलेभल पार्किङ अब विकल्प होइन आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। यसलाई मध्यनजर गरेर प्रशासनले धेरै अघिदेखि नै यसको पहल चाल्दै आइरहेको बताएको छ। उल्लेखनीय छ, यस अघि नगरपालिकाको पहलमा पब्लिक प्राइभेट पार्टनरसिप PPP मोडेलमा पार्किङ प्लाजा निर्माण गर्ने प्रयास गरिएको थियो, तर नागरिक समाजको विरोधको कारण योजना अघि बढ्न सकेको थिएन। आज उक्त ठाउँमा फेरि मल्टिलेभल पार्किङ बनिने कुरा चुलिएपछि यो परियोजनाको कुरा उठ्न जायज बन्दछ, जसबारे अधिकारीले यो पहल जिटिएको थियो, तर यो पहल जिल्ला प्रशासन मार्फत रहेको जनाएका छन्। यसपटक राज्य स्तरको सक्रियता र समितिको प्रत्यक्ष अनुगमनसँगै योजना गम्भीर तहमा प्रवेश गरिरहेको सङ्केत देखिएको छ। आजको बैठकले योजना कार्यान्वयनमा स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ। आज चाहिँ हाम्रो स्ट्यान्डिङ कमिटी ट्रान्सपोर्ट डिपार्टमेन्टबाट आउनुभएको। यहाँनिर ट्रान्सपोर्ट डिपार्टमेन्टमा चाहिँ हाम्रो 5 जना एमएलए साहबहरू हुनुहुन्छ अनि साथै हाम्रो 4 जना चाहिँ लेजिस्लेटिभ संसदबाट पनि आउनुभएको छ। के विषयमा चर्चा भयो? यहाँनिर चाहिँ मेनली हाम्रो जुन चाहिँ पार्किङको समस्या छ कालिम्पोङको, त्यो बारेमा चाहिँ आज चर्चा भएको छ। यहाँ हामीसित यहाँको जो हाम्रो लोकलहरू हुनुहुन्थ्यो, हाम्रोमा चालक महासङ्घहरू, हाम्रो यो लोकल युनियनहरू छ, उहाँहरू पनि यहाँनिर आउनुभएको थियो र उहाँहरूको समस्याहरू हाम्रो ट्रान्सपोर्ट डिपार्टमेन्टबाट आउनुभएको जो स्ट्यान्डिङ कमिटीको मेम्बरहरू हुनुहुन्छ उहाँहरूले सुन्नुभएको छ। सुनेर चाहिँ अब भोलि फेरि हाम्रो यही चिजहरू ल्याएर चाहिँ हाम्रो एउटा मिटिङ हुनेछ, एडमिनिस्ट्रेटिभ मिटिङ। त्यो मिटिङमा चाहिँ फेरि यो सबै विस्तारित रूपमा हामी आलोचना गरेर त्यसको बादमा के हुने कुरा। अनि हाम्रो जुन चाहिँ यहाँनिर मेन जो छ, हामीले यो यहाँनिर पार्किङ बनाउने त धेरै अगाडिदेखि हामीले सोचिरहेका छौँ। यहाँनिर मल्टिलेभल पार्किङ बनाउनेवाला छौँ। यही जग्गामा यही मोटर स्ट्यान्डलाई मल्टिलेभल पार्किङ बनाउने, जहाँ चाहिँ हाम्रो NBSTCको बस स्ट्यान्ड, प्राइभेट बस स्ट्यान्ड प्लस हाम्रो लोकल ट्याक्सीहरूको र हाम्रो जुन चाहिँ हाम्रो यो यहाँदेखि सिलिगुडी जाने या गान्तोक जाने त्यो ट्याक्सी एसोसिएसनहरूलाई पनि हामीले जग्गा दिने एउटा प्रस्ताव राखेर चाहिँ एउटा DPR भन्छ त्यसलाई, त्यो DPR प्रिपेयर गर्नुको लागि चाहिँ हामीले PWDलाई पनि भनिसकेको छौँ। तर अब यो जबसम्म यो हाम्रो स्ट्यान्डिङ कमिटीहरूबाट एसेम्ब्लीमा यो जबसम्म पास हुँदैन तबसम्म यसको लागि हामी अगाडि बढ्न सक्दैनौँ। र उहाँहरू आउनुभएको छ र अनि हामी आशावादी छौँ कि उहाँहरूको कुरा लेजिस्लेटिभ एसेम्ब्लीतिर राखेर संसदमा राखेर चाहिँ फ्युचरमा यहाँनिर एउटा राम्रो समाधान हुन्छ भनेर हामी आशा गर्छौँ। अहिलेलाई चाहिँ यो खालि पार्किङलाई लिएर मात्रै चर्चा हो, यो बाहेक अन्य कुनै रोडहरू? कालिम्पोङमा यो रोड त उहाँहरूले डिसिस गर्नु हुँदैन, किनभने उहाँहरू रोड भयो कि रोडको लागि तपाईँको PWD छ, NCDCहरू छ, उहाँहरू गर्नुहुन्छ। यो चाहिँ मेन चाहिँ उहाँहरू हाम्रो ट्रान्सपोर्ट रिलेटेड जुन चाहिँ छ त्यो समस्याहरू छ त्यसको लागि आउनुभएको। अनि मेन हाम्रो कालिम्पोङको अहिले मेन समस्या नै हाम्रो पार्किङ हो। यहाँ त हामीले सबैले देखिरहेको छौँ, हामी बस्ने। अन्त यो समाधान भयो भने चाहिँ उहाँहरूको पनि त्यही भनाइ छ, यो समाधान भएपछि यहाँको सबै चिजहरू बिस्तारै बिस्तारै समाधान भइन्छ। यस विषयमा पहिला पनि मल्टी स्टोरेज पार्किङ बनाउने सोइल टेस्टिङहरू पनि भएको छ अनि केही समस्या आयो त्यो चाहिँ अब हाम्रो डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनबाट गरिएको होइन,
सायद त्यो जिटिएकोबाट गरेको त्यो किनभने हामी पनि नयाँ हो यहाँले त्यति याद भएन त्यसको बारेमा जानकारी छैन तर अब चाहिँ हाम्रो डिस्ट्रिक्ट एडमिनिस्ट्रेसनले यसमा आफै यहाँनिर बसेर डिएम सरले आफ्नै स्वयं उहाँ यहाँनिर आएर चाहिँ यो इनिसिएटिभ लिनुभएको छ